गाइज वेलकम टू माई न्यू भिडियो। अनि हामी चाहिँ हिजोको आरती हेर्ने सपना अधुरै भएको भएर आज त्यो सपना पुरा गर्न जाँदैछ। म रेडी भइसकेँ, दिदी चाहिँ उता ठुलोमम्मीकोमा छ, त्यसलाई लिएर जाने। आज ग्याङ कोही पनि जाँदैन, हामी दुईजना मात्रै जान्छौँ। छिटो छिटो जान्छौँ, आरती हेर्छौँ। म आजसम्म यत्रो वर्ष भयो काठमाडौँ बसेको, अझसम्म हेर्न गएको छैन। आज चाहिँ हेर्नै पर्छ जसरी भए पनि। अब लाइक मन्डेतिर बेटर हुने हो, तर मन्डे चाहिँ दिदी यहाँ मन्डेसम्म नबस्ने भएर चाहिँ हामी आजै जानुपर्ने छ हतार हतार। त्यही कारणले लेट्स गो। रेडी भइसकेँ म। आज नि आउँदा आउँदा ढिला भइसकेको छ, त्यसले मलाई के भन्छ सुनौँ है। हिजो पनि मैले गरेर ढिला भयो, आज पनि ढिला भइहालेँ। के भन्दै रहेछ खै नानी? खै म मेसेज नै नहेरी गाली गर्नको मेसेज गरिहाल नै हतार हतार दौडिदिए। स्पर्श छ, स्पर्शलाई भन्नु न। नानी ब्लग बनाउँदै हो अलिअलि है, बोल्नुहोस् न त केही। के बोल्ने है। अब आरती हिजो हेरेर चिल्ले परिहाल्यो, आज थुप्रै पर जाने। अब आज त्यही होला जस्तो छ। फेरि बसमा जाने कि के हो? कान्छी नजाने? लैजा यो गर्नु रेडी भाउ न त छिटो। के लाउनु पर्यो? यतिकै गर्नु। उहाँ त हाम्रो स्पेसल गेस्ट त नभए भएन, मुक्त धुने होला नि। भोलि गएर गइहाल्यो। बिहानमा गर न, चाँडै उठेर होइन। भोलि शनिबार तैँले मेसेज गरेर तेलको लागि रहेछ, म त तैँले मलाई ढिला गरिसकेर गाली गर्नको लागि भनेर टाप हेर्दैन हेरी म रेडी भएर टिकटक बनाउँदै थिएँ क्या। टिकटक भर्खर मैले लाइक गरेर भ्या मात्रै। अनि भ्याउँदैन नि त, छिटो छिटो जानुपर्छ। कता नि उनी जाने रे, जाऊँ न के भएर। ल को जाने सबै न? केमा जाने काली? केमा जाने? अब जेमा गयो नि हुन्छ। जान भनेपछि यसको लडाएर लडी अर्को ओछ्यानमै खाइबसे। वाह आमा, स्कुलबाट आएर लुगा नि नफेरिकन सुतेर रहेछ। चाहिँ आमा बेइज्जती। मम्मी कहाँ हो त? ज्ञान चलिरहेछ हामी गाउँ जाने कसरी जाने, ताकि हामी नहराम। दुध बगिरहेको हुन्छ नि, दुध बगिरहेको हुन्छ नि, यस्तो खोल्सी जस्तो लाग्छ। तर सबै घुमेर आयो काली आज चाहिँ है गएपछि भाइरल मन्की हेर्न म चितवनदेखि आयो कि आरती हेर्न हिजो छुट्यो। त्यही भएर आज फेरि ठाडो बाटो छ नि। हेर न कहाँ हो भाइरल मङ्की फेरि? भाइरल हो त्यो पुल भन्दा पारिपट्टिको सिडीमा गाडी आयो, गयो अर्कोमा जाने। अब आरती जानु पर्यो नि। दाइ आउँदो अरे, दाइ आयो बेला गरिदिनु पऱ्यो ल हाम्रो जनताको यात्रा सुरु भइसक्यो। हामी जाँदैछौँ घुम्नलाई। कता कति हेर न, हेर न यसको मुख हेर न। गइरहनु बाई भन। ल हामी फेरि आइसक्यौँ हिजोकै बाटोमा, हिजोकै यात्रा गर्नको लागि। हाम्रो डन हुनुहुन्छ विजेता पोखरेल, सँगसँगै हामीसँग हुनुहुन्छ सुरक्षा लामिछाने अनि म छु स्नेहा खनाल। सबैको अलग हेर्न पुग्नेछौँ, त्यसको लागि हामी रफ्तार के अरे उनीहरू घुम्न मात्रै होला नि त हो। बी पोजिटिभ। त्यो पुलिसवालालाई कुट्नुपर्छ फेरि। आज पनि सकिसकेर छैन, 6 बजीदेखि सुरु हुन्छ किनभने त हामीलाई होइन झाडै आउँथ्यो होला। मलाई थाहा छ जाने बाटो कताबाट हो? त्यो माथिबाट होइन, त्यो तल जानुपर्छ अनि त्यो सिधै जानुपर्छ। अब कहाँ हो? तल कहाँ हो? सिधै लिएर हिँड। अब पुऱ्याइनस् भने तँलाई कुटेर आउने हो। त्यहाँ विजेताको र त्यसको चाहिँ फाइट पर्न लागिरह। दिदी यता जुत्ता ओ यताबाट रे खोल्नुपर्छ अनि राख्नुपर्छ अनि नम्बर दिन्छ। ल विजेता त्यसको पछि पछि भाग। यहाँ हतारमा कुदिरहेछौँ किनभने आज पनि हाम्रो छुट्नेवालामा छ जस्तो फिलिङ आइरहेको।
हो यार हो 5 बजे आउनु पर्ने रहेछ यार हतार भयो ल नानी छिटो 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 अब जिममा चाहिँ यसले लिएछ है हामीलाई केही भयो भने फोनमा सबुत छ हामी कतै हरायौँ भने यता हेर्छ मुख देखा भन्यो नि जिम्मा लिन्छु भनेर ठुलो सिंह जिम्मा लिन्छु भन्यो नि आउन त आइपुग्यौँ सकेपछि आएको हो कि होइन आरतीहरू जाने होइन ढिलो हुन्छ भने सुरु भएर हुन्छ बाँकी हुँदै आएको चाहिँ थाहा छैन फाइनली म आरती हेर्न फेरि एकचोटि फाइनली म आरती हेर्न आइपुगेँ रुनलाई क्या त्यहाँ चाहिँ अब सब जलाइरहेछन् के गर्नु लाइफ यस्तै हो मैले एकैचोटि हाल्नुपर्छ क्या क्याप गरेर यहाँबाट हेर्ने आरती यहाँबाट हेर्छ यहाँ हामी चाहिँ ठाउँ नपाउने यस्तो स्थिति देखिसक्यो गरेरै छ हामी यहाँ देखिने ठाउँमा आइपुग्यौँ है जस हल्का हल्का भाइ यता चाहिँ रमाइलो आउँदो रहेछ तर त्यता हेरेपछि फेरि त्यही हो स्याड मान्छेको जिन्दगी कस्तो फिलिङ आइरहेछ कुदी कुदी यहाँ आइपुग्दा यिनीहरू नै हो आरती हेर्न आएर कता लाउने मै हो घुरेर बसिरहौँ हामी धेरै मेहनतपछि यहाँ आइपुग्या हो तिमी होइन र भाइरल मङ्की त के हो नि भाइरल मङ्की त अब अरू के हेर्न पर्यो फाइनली सुरु हुन थाल्यो बाबा पशुपतिनाथ भगवान को श्री बागमती गंगा को संपूर्ण भक्तजनहरूको नित्य संगीतमय संध्या आरती को अलरेडी कसरी बस्न थालेँ मैले जस परेन टुक्रुको बसेर हुँदैन पल्टाउने कसको हुन्छ कालो पाइने के हरिदास महाराजको शुभ जयन्तीको अवसरमा उहाँको पुष्पलाई चिर शान्ति प्राप्त ओइ जहाँ गयो त्यति पार्वती पतय हर हर महादेव शिवा मसँग आयो भने थाहा छैन हाम्रो यो वाइफाई धेरै नै आछु कस्तो फिल भइरहेछ तपाईँलाई मलाई एकदम आनन्द फिल भइरहेको छ चिसोमा बस्दा तपाईँलाई मलाई कम्मर दुखेछ ओइ
कस्तो फिल भयो नानी मलाई एकदम आनन्द भयो म चिताउँदै आदि मजा आउँदो रहेछ तर मन आनन्द चाहिँ हुँदो रहेछ होइन मेरो पछाडि तिमीहरू छ भनेर बोलिरहेको थियो तिमीहरू चाहिँ छैन कोही पनि फोटो खिच्न लाग्यो ओहो बाँदर हेर न अहिले आउँछ बाँदर झम्टिँदै हामी मेरो चाहिँ राम्रो फोटो खिचेर हामीले चाहिँ पशुपतिको सेरी छ नि आरती हामी निस्किन्छु घर होइन मेरो यहाँ पछाडि भुइँमा बसेको फोरे फोरमा खाएँ के बना हो मेरो कसैले राम्रो फोटो खिच्दैन जाडो हुन्छ नि गाडी कोही पाइन कालो पाइन माटो कति देखिया त मेरो कति देखियो खोइ तपाईँहरूको चाहिँ ल पछाडि माटो हेर त माटो छ पछाडि छैन मेरो तिमी त भुइँमा बसेको भए पो ल मेरो छ कान्छी सकेछ अब हामी जाने एउटा दुइटा फोटो खिचियो रमाइलो भयो छैन आनन्द आयो यहाँ अलिअलि त भइरहेछ तर अब हामीलाई घर जानलाई अलिक गाह्रो हुन्छ नि त त्यही भएर चाँडै निस्किहाल्यो म भनेर अब कहाँ राति त ओ कान्छी के छ खबर मेरो यस्तो गरेर कसैले भिडियो देख्दिनँ नि टक्क भिडियो ल मेरो मैले चाहिँ फोटो खिच्नु पऱ्यो दामी हाने थियो हामीलाई धन्दै हाने थियो गोरु कि गाई हो आशीर्वाद लिनुपर्छ आशीर्वाद मेरो त सात त उडिसकेको थियो कान्छी मेरो त छिटो जा मैले फेरि त्यो आयो भने बर्बाद हुन्छ हाम्रो कस्तो जोसिँदै हामी धेरै आएको है कान्छी त कस्तो साथ डराइसकेको थिएँ म यहाँ भिडियो बनाउँछु भनेर फोन निकालेको होइन गुटुटु हामीतिर आइहाल्यो लुटुटु कता पो भाग्यो म र कान्छी त म त तपाईँपट्टि लुकिनु के अरे तपाईँ त हुनुहुन्थ्यो म यतापट्टि भागिहाल्छु क्या नडर भन्नु अब हामी केमा जाने कहाँ हो जोति चाहिँ आफैतिर आइसकेपछि त डर लागिहाल्छ नि त्यत्रो सिङ लिएर ढेडी गरौँ ए यस पछाडि दाइको साथी ओभरअल आएर आरती हेर्न आउनुहुन्न है आज पुग्यो आरती हेर्न आउने रहर चाहिँ पुग्यो मेरो पनि धेरै पहिलादेखिको रहर थियो तर म आँखाले पुरा भयो सायद जुरिरहेको थिएन म आँखाले जुऱ्यो सायद ओके धन्न आइहाल्यो आज अब हामी घर जान्छौँ 2-4 गाली नि खान्छौँ घर गएर अनि फेरि हामी भोलि भेट्छौँ बाई बाई भन नि त बाई 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 गुड नाइट बाई बाई सी यू थ्याङ्क यू फर वाचिङ